गृहमन्त्री चोर केही गर्न सकेन भने 2-4 जना मान्छेलाई बालुवाटा तपाईको माइती घर मण्डलामा लाग्छ र राति 11 बजे भेट्न जान्छ। ल यो मादरचोदलाई कति भन्नु यार, सामाजिक सञ्जालमा गाली नगरौँ भन्छ होइन, मुख छाडेर जहिले गाली गरिरहेको हुन्छ यार सरकारलाई। सभ्य तरिकाले उस गर्दा नि हुन्छ त यार। यसलाई अस्ति पुलिसले लगेर थुनिरहेको थियो कति 2-4 दिन, फेरि अहिले भुग्न लागिरहेको छ उसमा। यस्तोलाई त अलि कारबाही पनि अलि सरकारले लगेर 2-3 दिन होइन कि यो साइबर क्राइममा पनि लगेर 2-3 दिन होइन, 2-3 साल राख्नुपर्ने भयो क्या। 2-3 साल 3-4 साल राख्नुपर्ने भयो, निक्लिनै नपाउने। जेलमा जसले यो साइबर क्राइम गर्छ नि जेलमै बस्नुपर्ने भयो क्या। सुध्रिनु भएन नि यिनीहरू। सामाजिक सञ्जालमा आएको छ जे पाए त्यही मनमा लाग्यो, जे पाए त्यही भनेको छ, चोर भनेको छ, डाका भनेको छ, गजेडी भनेको छ। हट, यिनीहरूलाई यार अलिक कारबाही गरेर पुगेन कि यो साइबर ब्युरोले। अलिक कडा ल्याउनु पर्यो साइबर ब्युरो पनि कानुनहरू।